राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रतिनिधि सभा सदस्य केपी खनालको एलानी जग्गामा घर। जनताले गरे माग, कसैलाई काखा कसैलाई पाखा नगर्दै घर भत्काउनुपर्छ। आज यसै विषय ल्याएको छु, भिडियोलाई एक लाइक गर्दै अन्तिमसम्म हेर्नुहोला। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका प्रतिनिधि सभा सदस्य केपी खनालले एलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ। कैलाली 2 बाट प्रतिनिधि सभा सदस्य निर्वाचित खनालले लम्कीचुहा नगरपालिका 1 बस पार्क नजिकै घर छ। तर उक्त घर एलानी जग्गामा बनाइएको भन्दै सामाजिक सञ्जालमा खनाल विरुद्ध प्रश्न उठेको छ। सरकारले काठमाडौँ सहित देशका विभिन्न स्थानमा सार्वजनिक तथा अतिक्रमित जग्गामा बनाइएका घर टहरा लगायतका संरचना डोजर प्रयोग गरेर भत्काइएको छ। रासपाकै संसद खनालले लाल पूर्जा नभएको एलानी तथा सार्वजनिक जग्गामा घर बनाएको भन्दै डोजर प्रयोग गरेर भत्काउनु पर्ने आवाज उठिरहेको छ। तर खनालको सचिवालयले भने देशभर अतिक्रमित संरचना हटाइएका बेला राजनीतिक प्रतिशोध राखेर उनको बदनाम गर्न खोजेको आरोप लगाइएको छ। खनालको सचिवालयका सदस्य हर्कपुनले राजनीतिक प्रतिशोध राखेर सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोजेको दावी गरे। राजनीतिक प्रतिशोध र बदनियत राखेर माननीय ज्यूको बदनाम गर्ने काम भइरहेको छ। देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलेको, यो पनि भत्काउनु पर्छ भन्ने होला। पुनले भने तर उहाँको आमा बुवाले भारतमा रोजगारी गरेर बनाइएको घरमा माननीय ज्यू बस्न नपाउने भन्ने हुन्छ र? यद्यपि खनालको परिवार बस्ने घर एलानी जग्गामा निर्माण गरिएको कुरा भने साँचो भएको उनी आफैले बताउँछन्। भुइँतला सहित 3 तलाको उक्त घर निर्माणकै क्रममा छ। लम्कीचुहा नगरपालिका क्षेत्रमा धेरै जसो स्थानीय एलानी जग्गामै बसोबास गरिरहेको बताउँदै पुनले खनालको परिवार समेत लाल पूर्जाका लागि फारम भरेको बताएका छन्। खनालले भूमि आयोगबाट जग्गाको नापपास गर्दै प्रक्रिया पूरा गरे पनि लाल पूर्जा भने प्राप्त गरेका छैनन्। यस्तै नयाँ जानकारीको लागि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र साइडमा रहेको घण्टी दबाउन नभुल्नुहोला।